खरसान ढुङ्गा खोकेर एमजी कलाकारहरूले धोबीको धुलाई हाने यार अहिले त्यो धन्न जिन्दगीमा एउटा भुल गरे अब पिरातीलाई लिँदैन हिजो कसैले रुवायो आज अहिले तीर्थ स्थानमा पुग्यो मलाई कोही पनि चाहिँदैन मान्छेले एउटा गीत आएपछि दहडा चुप्पा आएर हामी त गिराउन जानिन्न फुल भरे ओएमजी जिन्दगीमा एउटा भुल गरे अब पिरातीलाई माछा आयो भने के हुन्छ मलाई माछा आयो भने माछा हो नि स्कोर बढ्छ हिजो माछा आयो भने अच्छा हुन्छ। कसैले रुवायो तिम्रो याद अब देख्नुभयो सम्झनाजीको भन्दा मेरो राम्रो रहेछ आइसक्यो के चुप्पा दिजुले दिनुभयो चुप्पा आयो के चुप्पा के गर्ने रुक्नु म पनि बस्ने फिक्स ठाउँ मिलाउँछु फेरि आउँछु मिलाउँदै ठाउँ खोजिदिन पर्यो हजुर रुम मिलाउनु पर्यो ठाउँ खोजिदिन पर्यो हिजो कसैले रुवायो ए आमा कहाँ हो र हिँडेको बाहिर बस्नु सकेन कि हाँसु आयो सबै त डुल्दा डुल्दा हैरान पार्नु हो कि मिनाजी त्यो रुनी गीत नगाइदिनु त उहाँ सम्झना रोइसक्नु मलाई कोही पनि चाहिँदैन अब चाहिँ हुन्छ कि आँसु त यति धेरै आएको बालचन्द्र दाई बाग्नुको भन्दा धेरै हावा चल्यो कि यहाँ त्यसलाई दाइ भन्ने गीत थियो त्यसैले गुनगुनाए उहाँकै कारणले मैले यो भाका प्र्याक्टिस गरेर गएको भए गर्नु पर्यो मलाई भाकै आउँदैन थियो सजना मिलेर यसो डबल ट्याप ट्याप गरौँ होइन अब इन्टु 3 मा हान्ने त्यसलाको पावर दादा इन्टु 3 मा ल झ्याममा एउटा केही त गर्नु पर्यो ल कति बेला म यति आएर चिनरसँग हेर्नु त दाइ मेरो बिजोग छ एउटा गीत गाउन पर्यो मैले गाउन जानेको त बलले छोडिदिन्थ्यो होला नमस्कार ए त्यसलाको पावर हेरम दादा इन्टु 3 ए आमा यो मिनाजीले त भ्याउनु भयो यार थ्याङ्क यू सो मच उडी उडी चुप्पा मेरो मनमुटुमा बस्न तर नि सेकेन्ड दादा हजुर हुँदा म सेकेन्ड भएको चाहिँ एकदम सुहाउँदै सुहाउँदैन ल महेन्द्रजी स्वागत छ कलाकारहरू तातिसके मैले त वार्म अप गर्नुपर्ने भयो टेन्सन भयो खेलाडीलाई फेरि अब हजुर वार्म अप गर्नुहोस् कि 10 मिनेट टाइम दिए हामी हजुरलाई घन्टा बेमाना पुग्दै दिजु अघि इन्टु 3 मा हान्न पर्ने नि जेनिसा दिजु इन्टु 3 मा पक्नु अहिले इन्टु 3 आउँछ त्यति बेला हान्न पर्छ के नमस्कार जेठान 500 को 1500 हुन्छ के छ के महेन्द्रजी जय साहब दादा म हार्नु भएन अन्जु गेम छ राजा अस्ट्रेलिया जानु पर्यो यार भने अन्जु गेम छ राजा अस्ट्रेलिया गए नि अस्ट्रेलिया गए बाथरुम सर्न मैले बित्ते नाफा मनी हो हजुरलाई त एउटा कम्प्लिट गर्नु पर्यो है हाम्रो थ्यांक यू सो मच थ्याङ्क यू मदनजी ल ठीक छ साथीहरु मिनाजी यस्तो रुनी गीत नगाउनु न सम्झनाजी हिजो कसैले